नमस्ते नमस्ते सर्वप्रथम त हाम्रो पत्रकार साथीहरूलाई धेरै धन्यवाद। यो हलको लागि चाहिँ तपाईँले एउटा सानो समयको लागि दिनुभयो। यो हल भने 2009 सालको रहेछ। त्योभन्दा अझ धेरै काम छ, त्यो टाइम धेरै नभए भएर म चाहिँ यो हलको चाहिँ चेयरम्यान भएँ। अनि मेरो अत्यन्त मित्र भाइ हाम्रो हरिजी हुनुहुन्छ, उहाँ चाहिँ बोर्ड डाइरेक्टर हुनुहुन्छ, उहाँको अति नै यहाँ यसमा योगदान छ। र अर्को एउटा साथी मित्र पनि हुनुहुन्छ, तर अहिले चाहिँ उहाँ भएन, योगदान भएको मान्छे। र यो हलको बारेमा के भन्न चाहन्छु भने 2009 सालमा खोल्यो, फेरि बन्द भयो, फेरि 27 सालदेखि तपाईँको स्थापना भयो। त्यसपछि कोभिड पछि लगभग 8-10 वर्ष बन्द भएको हल खण्डन भइसकेको थियो। र हामी जस्तो युवा यो चाहिँ पुरानो संरक्षण गर्नुपर्छ भनेर म, हरि भाइ र हाम्रो एउटा रुपेशजी हुनुहुन्छ, हामी तिनजना मिलेर एउटा चाहिँ के गर्नु भन्दाखेरि हिस्ट्री जोगाउनु पर्छ लागेर यो हलमा चाहिँ अहिले चाहिँ नयाँ सुविधा र अरू हलमा त केही पनि कमी छैन, त्यो हिसाबले बनाएको छौँ। र हामी सस्तो पनि गरेका छौँ। र लोकेसन वाइज र तपाईँ पार्किङ वाइज सबै इजी छ। पार्किङ पनि हाम्रो एकदम इजिली एभाइलेबल छ। अदर्स कम्प्लेक्समा त पार्किङ फुल हुने त्यस्तो समस्या पनि छैन। र हाम्रो नेपाली प्रोडक्टहरू आइसक्रिम पनि मैले नेपाललाई नै प्राथमिक दिएर एउटा आइसक्रिम पनि अगाडि फ्रन्टमा हालिदिएको छु। त्यसको नाम हो स्विट फिक्स पनि, तपाईँले सुन्नु भयो होला। यो बजारमा लगभग 15-20वटा ब्रान्ड होला। त्यो पनि फेरि नेपाली भनेर मैले उसलाई चाहिँ राखेको हो। त्यो चाहिँ हाम्रो किसानको फ्रुट पनि उहाँले लिएर त्यो फ्रुटको आइसक्रिम बनाएर उसलाई मैले चाहिँ साथमा लिएर हामीले एउटा ठाउँमा दिएको छौँ। र यो हलको बारेमा त भन्नुपर्दा तपाईँलाई थाहै छ, हामी नजन्मिएको हल हो। तर बाजे बज्यूको हल चाहिँ हामीले अहिले आएर यो नातिकी पुर्खाले हरि र म सञ्जय लगायत मेरा साथीले गर्दाखेरि हामी अत्यन्त खुसी छौँ र भाग्यमानी पनि गर्व महसुस गरेका छौँ। तपाईँको नेपालमा अहिलेसम्म नयाँ चिज म्याक भन्ने हाम्रो कम्पनी युरोपबाट फर्स्ट इन नेपाल, जो नेपालमा तपाईँले पाउनुहुन्छ यो साउन्ड सिस्टम पनि। र फिल्म हेर्ने भनेको त साउन्ड सिस्टमै हो र पर्दा हो। हाम्रो फिल्म हेर्दा मान्छेको चाहिँ यो बुस बम्प रहने ठाडो हुने साउन्ड छ हाम्रो। अनि अर्को कुरा भन्दा मेन त हाम्रो प्राइम लोकेसन, कतै त्यो तपाईँ 7 तला बिल्डिङ चढ्नु पर्दैन, ल लिफ्टमा अड्किनु भन्ने डर छैन। सिधा आउनुहोस्, मजाले काउन्टर जानुहोस्, टिकट लिनुहोस्, पपकर्न खानुहोस्, सुतेर सिट हेर्नुहोस्। भुइँचालोबाट टेन्सन छैन, भुइँतला हो, नेचुरल डिजास्टर हो, कसैले पनि नहोस् क्या। त्यही पनि यो हल चाहिँ अति सुविधा सम्पन्न भएको हल प्लस र कुनै दुर्घटना हुँदा पनि हामी सेफ साइड भएको हल चाहिँ यो सिर्फ हिस्ट्री हल जे नेपालमा छ। अर्को कुरा तपाईँले मलाई भन्नुपर्ने महत्त्वपूर्ण भने राणा शासनपालिको यो हल हो, यसमा 2 तला छ है हजुर। यो नेपालमा कहीँ छ भन्थ्यो, तर त्यो डिस्पेन्डर भयो कि हो त्यो मलाई जानकारी छैन। तर नेपालमा यो मात्र एउटा हल हो कि 2 तला भएको हो। एउटा चाहिँ त्यो जमानामा बालगुनी स्पेसल भन्ने जमाना रहेछ। र हाम्रो पालीमा अलि युवाको पालीमा आएर चाहिँ गोल्ड र प्लाटिनम भनेर परिणत गरेको छ। तपाईँले माथि बसेर पनि तल बसेर हेर्न सक्नुहुन्छ।